करंद कोणारुण विघ्नं हरन्तु श्री राधा कृष्ण पादाभ्यर्चना। आदरणीय प्रमुख अतिथि जी श्री गोविंद विदुजी जी, उपस्थित संत महंत विद्वानहरू, आज मलाई अत्यन्त रहर लागिरहेको छ। सधैँ चाहिँ आमाहरू दिदीबहिनीहरू बसेका ठाउँमा कथा भनिराखेको, आज यही चाहिँ विद्वानहरू कथाबाट एकभन्दा एक विद्वान, एकभन्दा एक ठुला कथावाचकहरू यहाँ उपस्थित हुनुहुन्छ। केही कुरा कथाका विषयमा चाहिँ भनिदिने पाए चाहिँ उहाँहरूलाई पनि केही कुरा लाग्थ्यो कि, र केही कुरा चाहिँ अलिकति उत्साह बढ्छ कि भन्ने जस्तो पनि लागिरहेको छ। धेरै कुरा बढाउनु पनि मैले पनि खोजिरहेको छैन। अर्को कुरा, जसरी चाहिँ हाम्रो मोदनाथजीलाई आफ्नै शिष्यले चाहिँ भागवतको विषयमा भन्दाखेरि एउटा घोरको चाहिँ अनुभव उहाँले गर्नुभएको थियो भनेदेखि भने मलाई त्यही अनुभव भइरहेको छ। प्रकृतिमा सुरुमा चाहिँ ऊ मेरै शिष्य, विद्या शिष्य हुनुभएको हुनाले र सहयोग हुनुभएको हुनाले आज म धेरै चाहिँ गौरवान्वित छु। आजको जमानामा गुरु भन्ने को पाइन्छ? कसले गर्थ्यो श्रद्धा? मैले यो पुस्तकमा पहिले देखेँ, मैले निम्बार्काचार्यजीको फोटो छ, महाराजजीको फोटो छ, यो देखेँ मेरो आँखामा तास भयो। धन्यवाद छ। मैले जीवनमा उनलाई त पहिले विद्यार्थीको अवस्थादेखि उहाँलाई मैले जानेको बुझेको, मलाई ठुलो सहयोग गर्नुभएको। उहाँले मेरो परीक्षामा बनारसमा आउँदाखेरि चाहिँ मेरो चाहिँ सहयोग गर्नका निमित्त केन्द्र बदलेर उहाँलाई मैले बनारसमा लिएर आएको मौखिक परीक्षा सन् 62-61 को कुरा, बहुत पुरानो कुरा हो। र मैले यहाँ अहिले योलाई प्रतीक वृन्दावनलाई चाहिँ वृन्दावनै बनाउनु पर्छ भन्नु, मैले एउटा यसलाई मैले देखेर भारतबाट आएका यो द्वन्द्वको बेलामा तीर्थयात्रीहरू आउँदा यहाँ बसे, यहाँ बस्न नपाएका चाहिँ बारी चाहिँ कर्फ्यू लाग्ने, बारी जान नपाउने, त्यसै यहाँ चाहिँ मैले बस्न दिएँ। धेरै चाहिँ व्यक्तिहरूलाई बस्न मैले दिएँ। अनि यहाँ हेर्ने, अरे ये तो हरिद्वार को शूट करता है भने कसैले भगवान को दर्शन गर्न गए, अरे ये तो वृन्दावन जैसा लगता है भने उनीहरूले भनेपछि मैले टिपिहालेँ, प्रतीक वृन्दावनमस्त केचित केचित हरिद्वार मिदम वदन्ति चेतस्समाकर्ष दिव्य दृश्यम नारायणी नीर पवित्र तीरम। प्रतीक वृन्दावन कोई भन्छन्, कोई हरिद्वार समान देख्छन्, नारायणी को अति दिव्य दृश्य देख्नेहरूको मन मोहि लिन्छ। यो यस्तो वृन्दावन हो। अर्को कुरा, उहाँले यसलाई प्रतीक वृन्दावन एउटा प्रश्न चाहिँ विद्वानहरूसित मैले गर्छु, यही नै वृन्दावन हो भने मैले काव्य लेखौँ? मलाई भन्नुहोस् त, यही नै वृन्दावन हो भने काव्य लेखौँ? हुन्छ कि हुन्न? मैले एउटा आशा गरेको थिएँ कि म बुढो भएँ, तर त मन बुढो भयो जस्तो मलाई थाहा छैन। मैले न त कोही यहाँ त्यस्तो नेता जन्मन्छ जसले चाहिँ नेपाललाई सुधारोस्, न कोही विद्वानहरूमा त्यो सत्य कुरा बोल्नलाई तयार होस् भने जस्तो मलाई चाहिँ लागिरहेको थियो। मैले त्यसो गर्नुहुन्न, मैले लेख्नु हुन्न। हिन्दू धर्मको प्रचार गर्ने त्यसो कुरो हो भनेदेखि मैले खलत पार्नुहुन्न। त्यो कुरा चाहिँ बुझ्नुपर्ने कुरा चाहिँ ठिक। अब एउटा कुरा चाहिँ मधुरताका साथमा चाहिँ यहाँहरूलाई कथावाचकहरू हुनुहुन्छ यहाँ विशेष गरेर मैले एउटा के भनेको थिएँ भनेदेखि भने भागवतका कथाहरू अहिले तुरन्तै मैले यहाँ बस्दा बस्दै त्यो विमोचन गरेको पुस्तक मैले हेरेँ, बहुत मधुर भाषामा, अरूहरूले लेखेको देखाएको छ, बहुत मधुर भाषामा उहाँले यसको अनुवाद गर्नुभएको छ। र भागवत पढ्न इच्छा गर्ने व्यक्तिहरूले और त्यसको अध्ययन गर्न बहुत आवश्यक छ। बहुत सरस ग्रन्थ हो श्रीमद् भागवत, भक्तिको ग्रन्थ हो, त्यसमा कोही शक छैन। यो भक्तहरूका लागि प्राण स्वरूप हो यो श्रीमद् भागवत। यद वैष्णवानाम प्रियम, सबभन्दा दुनियाँमा प्रिय भन्ने वस्तु प्राण हो, प्राणभन्दा प्रिय कोही पनि छैन। वैष्णव वर्गलाई यो प्राण हो।
वैष्णववर्गलाई यो धन हो। यो श्रीमद् भागवत महापुराण अत्यन्त महत्त्वपूर्ण कुरा छ। अर्को कुरा चाहिँ पुराणहरूमा अनेक किसिमका कथाहरू पाइन्छन्। भागवत व्याख्या ग्रन्थ हो, हल्का तालसँग लिने ग्रन्थ होइन। भागवत जन्माद्यस्य यतः नयोद्यत सार्थे सौभिज्ञ स्वराट तेने ब्रह्म हृदयादि कवये मुह्यन्ति यत्सूरय तेजो वार्य मृदांग यथा विनिमयो यत्र सर्गो मृषा धामना स्वेन सदा निरस्तकौकुम सत्यम परम धीमहि। 108 श्लोक अर्थ भएको एउटा पुस्तक छापिएको छ वृन्दावनमा, भारतमा छ। मैले त्यो 108 भएको ठाउँमा चाहिने मैले जानेको अर्थ छ कि छैन भनेर हेर्दा मैले जानेको अर्थ मैले त्यहाँ पाएँ। अमललाई नपाएर मैले त्यहाँ उनलाई लेखिदिएँ, लेखिदिनुहोस् भनेर मैले लेखिदिएँ 108 अर्थमा। मैले भन्न खोजेको कुरा त बेले कुरा धेरै लामो लेखिदिएँ। मैले एउटा कुरा के भन्न खोजेको भने ईश्वरको परिभाषा के हो, ईश्वर कसलाई भन्छ प्रश्न छ। ईश्वर छ कि छैन प्रत्यक्ष देखिँदैन। ईश्वर छ कि छैन, कस्तो छ ईश्वर, अल्लाह कसलाई भन्छ ईश्वर, यो कुराको समाधान भागवतले दिएको छ। सत्यम परम धीमहि, सत्यमका भित्र के छ, कृष्णम परम धीमहि भनिदियो भने हुन्थ्यो, रामम परम धीमहि भनिदियो भने हुन्थ्यो, शम्भुम परम धीमहि भनिदियो भने हुन्थ्यो, दुर्गाम परम धीमहि भनिदियो भने हुन्थ्यो। सत्यम परम धी भन्ने हुन्छ आफै के उसले के भन्ने चाहिँ ईश्वरको परिभाषा यो भनेर देखाएको छ त्यो शब्दले। अब त्यस्तो किसिमको ईश्वरको परिभाषा गर्दाखेरि अहिले भर्खर हाम्रो यशोदाजीले मङ्गलाचरण गर्नुभयो। सच्चिदानन्द रूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। ईश्वरको स्वरूप के हो, सत चेत आनन्द और अनन्त एउटा विशेषण। सत कहिले नाश नहुने, चित सबै जान्ने, आनन्द सधैँ सुख मात्रै प्राप्त गर्ने, अनन्त जसको अन्त्य छैन। सत कहिले नाश नहुने, चित सबै कुरा जान्ने और आनन्द सधैँ सुखी रहने और उसको थाहा नपाइने आनन्द तो ईश्वरको स्वरूप हो। अब तो छ कि छैन, कसरी हामीले त्यसलाई जान्ने, कसरी हामीले बुझ्ने, तो ईश्वर तो सत्य छ कि छैन। हुन्छ के भनेदेखि भने संसारमा कुनै पनि वस्तु छ भनेदेखि भने त प्राप्त गर्ने इच्छा हुन्छ। हामीले टेलिभिजनमा कुनै नयाँ वस्तुको प्रचार गरेको हामीले देख्यौँ भनेदेखि भने त्यो किन्न पायो हुन्थ्यो, त्यसले गर्न पायो हुन्थ्यो, औषधिको प्रचार त्यसले गर्न पायो हुन्थ्यो, हरेक किसिमका कुराहरू छन्। त्यो कुनै वस्तु छन् र हामीलाई चाहिँ किन्ने इच्छा हुन्छ। वस्तु नै छैन भने हामीलाई कुनै दिने इच्छा हुन्छ हुन्थ्यो हुन्न। कुनै पनि वस्तु संसारमा छैन भने दिने इच्छा हुन्थ्यो हुन्न, दिने इच्छा हुँदैन। वस्तु छ भने दिने इच्छा हुन्छ। एउटा उदाहरणका लागि म भन्छु, एउटा जीवनमा सुखी छ, कुनै प्रकारको रोग छैन, धनी छ, वैभव छ, उसको घरमा कुनै प्रकारको कमी पनि छैन, रोग पनि छैन, केही पनि छैन। त्यसलाई सधैँ बाँचिरहने पाए हुँदो भन्ने इच्छा होला कि नहोला? सधैँ बाँचिरहन पाए भन्ने इच्छा होला कि नहोला? दुखी भएर मर्न पायो भन्ने कुरा त बिग्रेको भयो, रोग लाग्यो के गर्यो, सकिएन भनेदेखि भने रोग लाएर चाहिँ गरी आफूले आत्महत्या गर्नु पर्ने, प्रयागराजमा गएर सङ्कल्प गरेर मरेपछि अब दोष पनि लाग्दैन, त्यो त हुन्छ। त सधैँ सुखी रहने, सधैँ बाँचिरहने इच्छा हुन्थ्यो हुँदैन माने उसका घरमा कुनै प्रकारको कमी छैन, वैभवको कमी छैन, परिवारको कमी छैन, रोग व्याधि केही पनि छैन, आनन्द मात्रै सधैँ देख्छ। अब उसलाई चाहिँ सधैँ यसरी बाँचिरहने पायो हुन्थ्यो भन्ने उसलाई इच्छा हुनुको अर्थ हो कोही बाँचिरहने वस्तु छ। सबै कुरा जान्न पाए हुनु, सर्वज्ञ हुन पाए हुनु भन्ने जो इच्छा हुन्छ, यसको मतलब हो त्यस्तो सर्वज्ञ कोही चिज छ।
नभए चाहिँ हामीलाई चाहिँ सर्वज्ञ हुने चाहिँ इच्छा हुन थियो। सधैँ सुखी रहन पाए हुन्थ्यो भन्ने किसिमको कुरा छ, त्यसलाई प्राप्त गर्न पाए हुन्थ्यो भन्ने छ। त कोही सधैँ सुखी रहने कोही चिज छ र पो हामीले चाहिँ त्यसलाई प्राप्त गर्ने इच्छा गर्छौँ हैन। अब कोही सत वस्तु, कहिले नाश नहुने वस्तु, कहिले नभए म सधैँ चाहिँ बाँचिरहने पाए हुन्थ्यो, सुखी भएको बेला पनि हुन्थ्यो नि, त्यसरी नभएको हुन्थ्यो। कोही चिज छ र त्यसलाई चाहिँ हामीले इच्छा गर्छौँ। सधैँ सुखी रहने पाए हुन्थ्यो, सबै कुरा जान्ने हुन पाए हुन्थ्यो, सधैँ बाँचिरहने पाए हुन्थ्यो, कहिले पनि अन्त नभए हुन्थ्यो भन्ने इच्छा हामीलाई भएको हुनाले यो इच्छाले के जम्न छ भनेदेखि भने सत चित आनन्द और अनन्त नाम गरेको कुनै न कुनै वस्तु छ, त्यसको कुनाले त्यसको हो सत्यम परम धीमहि। सत्यका भित्र कृष्ण, सत्यका भित्र चाहिँ राम, सत्यका भित्र शिव, सत्यका भित्र चाहिँ दुर्गा, सत्यका भित्र जे चाहन्छ त्यो सत्य त्यो छ, उसको स्वरूपै त्यही हो। हामीले जान्ने कसरी? हामीलाई चाहिँ पहिले ईश्वर के थियो छैन भनेर भन्दा भागवतले के भन्यो भने, पहिले वेदले के भन्यो भने यतो वा इमानी भूतानि जायन्ते, जसबाट चाहिँ एउटा संसार उत्पन्न भयो। ब्रह्मसूत्रले भन्यो जन्माद्यस्य यतः, अब यो संसार जाने जसबाट उत्पन्न भयो ब्रह्मसूत्रले भन्यो। आएर भागवतले वेदको भाष्य, ब्रह्मसूत्रको भाष्य और दोस्रो सूत्र अर्थात् ब्रह्म जिज्ञासा। अब पछाडि चाहिँ ब्रह्मको जिज्ञासा गर, ब्रह्म जान्ने इच्छा गर भनेर भन्यो। ब्रह्मको प्रश्न आयो जन्माद्यस्य यतः, तिमीले देखेको जो प्रपञ्च छ जसबाट जन्म्यो त्यो ब्रह्म हो, जसबाट जन्म्यो त्यो ब्रह्म हो। कहाँ छ कस्तो? कुनै व्यक्तिलाई चाहिँ घर किन्ने इच्छा थियो और सहरमा चाहिँ गयो, सबैको घर हेर्दै गयो, एक ठाउँमा जाँदा अत्यन्त राम्रो चाहिँ घर देख्यो। घरका नजिकै एउटा अबला चाहिँ सुन्दरी अबला चाहिँ उभिएको उसले देख्यो। यो घर कसको हो भन्दामा जसकी म श्रीमती हुँ, तपाईँका श्रीमान को हुनुहुन्छ भन्दा जसको यो घर हो। के अरे तब यो घर कसको हो भनेर मैले सोध्यो अबलासित। जसकी म श्रीमती हुँ, धर्मपत्नी हुँ, उसको यो घर हो। तपाईँका श्रीमान को हुनुहुन्छ भन्दा जसको घर हो। जसकी म श्रीमती हुँ उसको घर हो। अब तपाईँको श्रीमान को भन्दा जसको मालिक घरको मालिक हो। त कस्ता छन् त तिनको रूप के हो? त्यसो भएको हुनाले सत्यम, ऊ सत्य छन्। त्यसबाट जाने वो कहिले नाश नहुने वस्तु हो। त्यसको नाम ईश्वर हो, त्यसको नाम भगवान हो, त्यसको नाम परमात्मा हो, त्यसको नाम आत्मा हो, त्यो सच्चित आनन्द रूप हो भन्छन् त्यसले भनेको छ। यसरी श्रीमद् भागवतलाई चाहिँ यो व्याख्या ग्रन्थका रूपमा चाहिँ मैले देखेको हुन्छ र एउटा अत्यन्त दार्शनिक रूपमा चाहिँ प्रस्तुत भएको यो श्रीमद् भागवत महापुराण हो। र म आज यो प्रत्येक वृन्दावनमा, यो आनन्दमय वृन्दावनमा जो कुरो चाहिँ हाम्रो गुरुजीले चाहिँ राख्नुभयो असाध्यै राम्रो। वृन्दावन त आनन्द वृन्दावनै हो होइन। हामीले चाहिँ वृन्दावनको यहाँ पढौँ त हामीले यो श्रीमद् भागवतमा वृन्दावनका विषयमा भन्यो भनेदेखि त बहुत धेरै किसिमको कुराहरू छन्। वृन्दावनको महत्त्व विषयमा त हामीले अहिले त्यहाँ भन्ने किसिमको कुरा होइन। म धन्यवाद दिन्छु उहाँका सुपुत्रहरूलाई, उहाँको परिवारलाई, जसले चाहिँ सहयोग गरेर यस्तो किसिमको कुरो भागवत यहाँ वितरण गर्नुभएको छ। अहिले चाहिँ यसलाई नै एउटा भागवतमय बनाइदिनु भयो हाम्रो चाहिँ यस आश्रमलाई पनि। म उहाँलाई हृदयदेखि नै धन्यवाद दिन्छु र उहाँको सम्पूर्ण परिवारलाई नै म धन्यवाद दिन्छु। म अलिकति भित्र चाहिँ केही नसकेपछि के हुँदो रहेछ भनेदेखि भने अन्तर मदावस्था एपद दिपेन्द्र, हात्ती बटोटार त पछि केही गर्न नसकेको जस्तो परिस्थिति चाहिँ यस्तो किसिमको छ। यो संसारमा सत्य र उसको पक्ष दिने कोही पनि छैन। त सत्यको पक्ष दिने मान्छे हो भने कसरी धर्म मान्न सक्छ? गलत कुरोमा जाने भने कसरी धर्म मान्न सक्छ? सत्यलाई कसरी दिनु? अब मैले भन्ने नि एकछिनका लागि चाहिँ मैले हाम्रो चाहिँ नेपालको गौरव बढाउनका लागि, नेपाल ठुलो हो भन्नका लागि यही हो। म त अहिले भर्खर म चाहिँ कतिवटा श्लोक मैले देख्न सक्छु। मैले चाहिँ यो प्रत्येक वृन्दावन यही हो, अन्त जानु पर्दैन भनेर मैले देख्न सक्छु। मैले त्यसो लेख्न हुन्न होला, मैले धर्ममा चाहिँ विपरीत होला, त्यो किसिमको कुरा होला भन्ने मैले मान्दछु।
हो कि होइन यो कुरा मैले लेख्नुहुन्छ त्यसरी उहाँ वृन्दावन जानु पर्दैन यही वृन्दावनमा लेख्न सक्दैन मैले लेख्न त सक्छु लेख्न हुन्छ कि हुन्न लेख्न हुन्छ कि हुन्न हामी त प्रत्येक वृन्दावनमा प्रत्येक हुन्छ वृन्दावन त्यो हुन्छ कमसेकम चाहिँ सत्यको कुरा सत्य हुनुपर्छ त्यो कुरा हुनुपर्छ त्यसरी चाहिँ गुमराह गर्न हुन्न यो देशमा देशलाई समान्ने कोही नेता जान्नुहुन्छ कि जान्नुहुन्न और सत्य बोल्ने कोही विद्वान उत्पन्न छ भन्ने हुन्न बडा पनि गम्भीर विषय छ अहिले सौदाको साथमा चाहिँ अब युवाहरू हुनुहुन्छ अहिले यहाँ चाहिँ कथावाचकहरूमा चाहिँ मैले देखाएको छु हाम्रो निरलाजी हुनुहुन्छ अत्यन्त राम्रो चाहिँ कथा भन्नुहुन्छ उहाँले उहाँको जस्तो चाहिँ कथा बहुत राम्रो छ हाम्रो भट्टराजी हुनुहुन्छ यहाँ पुस्तक मन्दिर यहीँ चाहिँ हाम्रो उहाँ हुनुहुन्छ यशोदाजी हुनुहुन्छ उहाँले चाहिँ कस्तो किसिमको भागवत कथा भन्नुहुन्छ विद्या वारिधि गर्ने विद्वानहरू यही हाम्रो चाहिँ मध्य प्रसादजी हुनुहुन्छ हाम्रो नगर प्रसादजी हुनुहुन्छ विद्याको खानी यहीँ छ सबै कुरा छ भक्ति र विद्याको खानी त्रिवेणी यहीँ छ यस्तो किसिमको अवसरमा चाहिँ हामीले यो कार्यक्रम गर्न पाएकोमा मलाई ठुलो छ तर चाहिँ उहाँ साहस हुनुपर्छ राम्रो किसिमको कुरो गर्नुपर्छ और हामीले चाहिँ धर्म चाहिँ विचलित धर्म हुन दिन हुँदैन भक्ति मार्गमा चाहिँ चिन्तनको बहुत आवश्यकता छ भक्ति चाहिँ साधारण होइन भक्ति भन्ने कुरा द्रुतस्य भगवत धर्म धारावाहिता गदा सर्वेशे मनुष्य वृत्ति भक्ति रीति विधीयते चित्त पग्लन पर्यो पग्लेको चित्तमा चाहिने भगवानको आकृति अंकित हो भने तो कहिले पनि नष्ट हुँदैन त्यो हो भक्ति भनेको द्रुतस्य भगवत धर्म धारावाहिता गदा सर्वेशे मनुष्य वृत्ति भक्ति रीति विधीयते तो भक्ति परम भक्ति हो यो श्रीमद् भागवत भक्त्या भागवतम भक्तिले नै भागवतको व्याख्या गर्न सकिन्छ भक्तिले नै भागवतको रहस्य पाउन सकिन्छ भक्तिद्वारा नै मुक्ति हुन सक्दछ भक्तिद्वारा नै सब कुछ हुन सक्दछ भक्तको आश्रय गरौँ भागवतको आश्रय गरौँ धन्यवाद म हृदयदेखि नै पुनः हाम्रो मोदनाजीलाई मोदनाको परिवारलाई उहाँले चाहिँ यस्तो कुरो गर्नुभएकोमा भूरि धन्यवाद म टक्राउँछु यस्तै अवसर फेरि पनि हामीहरूले प्राप्त गर्दै रहौँ यिनी शब्दका साथमा म आफ्नो वक्तव्यलाई